मनदेखि माइकसम्म सबैमा नमस्कार। मनदेखि माइकसम्मको आजको नयाँ एपिसोडमा उपस्थित भइसकेका छौँ। आज हामीसँग एउटा यस्तो पाहुना हुनुहुन्छ जो कलावान, सिपवान, सबैको प्यारो अस्टिन र पशुपतिनाथ मन्दिरमा सबैजनाले मन पराइदिनु भएको, माया गर्नु हुने व्यक्तित्व, नेपालमा याक्खा परिवारको एक छोरो, हामी सबैको सान चन्द्रमान लिङ्खा हुनुहुन्छ। उहाँले स्वागत गरौँ। चन्द्र दाई, यहाँलाई स्वागत छ। हजुर, धन्यवाद। दाईको एउटा परिचय दिन सक्नुहुन्छ? हजुर, मेरो नाम चन्द्रमान लिङ्खा, पूर्वी पहाड सङ्खुवासभा जिल्लाको मामलिङमा जन्म भएको र त्यहीँ हुर्किएको एकजना याक्खा परिवारमा जन्मिएको मान्छे। हजुर, अमेरिका आउनुभएको कति भयो दाई? अमेरिका आएको अहिले अघिल्लोचोटि 7 वर्ष जस्तो अगाडि आएको थिएँ। 3 हप्ता बसेर फर्केँ र अहिले पछिल्लोचोटि आएको चाहिँ 3.5 वर्ष भयो। दाई चाहिँ नेपालदेखि नै एक चर्चित मूर्तिकारको रूपमा परिचित हुनुहुन्छ। यहाँलाई मैले पहिलो मूर्तिकार सम्बन्धी नै क्वेसन सोधेँ। कस्तो खालको मूर्तिकलामा तपाईँको एक्सपिरियन्स छ? कस्तो मूर्तिकलामा तपाईँ काम गर्नुहुन्छ? म त्यत्रो धेरै तपाईँले भन्नुभएको जस्तो त्यति धेरै चर्चित मान्छे चाहिँ त होइन, तर केही साथीहरूले अब चिनेको चाहिँ भन्न रुचाउँछु र स्टेटलेसम्म त्यहाँको प्रदेश सभालेसम्म चिनेको भएर प्रदेशले एउटा के भने अवार्ड पनि दिए, पहिचान गरेको व्यक्तित्व। हामीलाई त तपाईँ महान मूर्तिकार हो नि हाम्रो लागि त। तपाईँ देशकै लागि पनि त अब तपाईँको सांसद र संसद सम्मानले पनि पहिचान गरेको भनेको त राष्ट्रिय स्तरको व्यक्तित्व हुनुभयो नि त। त्यसमा अब केही साथीहरू अब चिन्नु भएको पनि हो, तर अब राष्ट्रियसम्म चाहिँ अब पुग्न बाँकी नै होला, पुग्ने विचार चाहिँ गरिरहेको छु। अनि मूर्तिकला सम्बन्धी तपाईँको त्यो प्रेरणा कहिलेदेखि सुरु भयो? कहाँदेखि सुरु गर्नुभयो तपाईँले? यो प्रेरणा चाहिँ के हो भने, म सानोदेखिको स्कुल लेभलमा चाहिँ म चित्रकार हो, चित्र राम्रो लेख्थेँ होइन। अब मेरो चित्रले 3 कक्षादेखि 10 कक्षासम्म मेरो चित्र फर्स्ट नै भयो होइन। हरेक सालको प्रतियोगितामा फर्स्ट हुन्थेँ। त पछि त्यो चित्रकारिता गर्दा गर्दै चाहिँ म यो साइनबोर्ड लेखन, यो भित्तामा चाहिँ भन्छ नि विभिन्न आर्टहरू गर्ने हो, त्यसमा काम गरेँ। अनि यस्तो साइनबोर्ड, होर्डिङ बोर्ड, ब्यानर अनेक मैले त्यो व्यवसाय गरेँ। र पछि अब गाउँघरमा अब यसो मन्दिरहरू बन्ने कुराहरू त्यस्तो अवधारणा आइसकेपछि कसलाई लाउने त, कसलाई भन्ने त भन्दाखेरि अब कलामा अलिकति चिनिएको, त्यस्तो चित्रकारितामा चिनिएको मान्छे त मै नै त्यहाँ गाउँमा निस्किएँ, सबैले चिनेको। र समाजमा पनि अलिकति भिजेको चिनिएको मान्छे भएकोले पनि होला मलाई लाउनु भयो। मैले राम्रो मूर्ति बनाइदिएँ त्यहाँ एउटा गाउँको मन्दिरमा। अनि राम्रो मूर्ति पहिलोचोटि गाउँकै मन्दिरमा राम्रो मूर्ति अब बनाएँ। र त्यो मूर्ति बनाइसकेपछि मलाई चाहिँ अब सबैले मूर्तिकारको रूपमा चिन्न थाल्नुभयो। अनि त्यस पछाडि म के अरे यो सङ्घीय सांसदहरूसँग पनि म नजिक अथवा चिनजानमा थिएँ होइन। त्यसले गर्दाखेरि चाहिँ हाम्रो एकजना हरि बैरागी दाहाल र परशुराम मेगी गुरुङ, उहाँहरू पनि विभिन्न कार्यकालमा उहाँहरू पनि सांसद हुनुहुन्थ्यो होइन, माननीय। अनि उहाँले एउटा बजेट ल्याउनु, सङ्खुवासभाको। अनि उहाँले एउटा बजेट ल्याउनु भयो। अनि त्यस पछाडि सङ्खुवासभामा ठुलो मूर्ति बनाउने किरात राजा यालम्बर, प्रथम किरात राजा यालम्बरको भन्ने एउटा अवधारणा, योजना, प्रोजेक्टहरू लिएर आउनुभयो। अनि त्यो प्रोजेक्टमा चाहिँ मेरो नाम आयो र मैले कोटेसन हालेँ, पास भयो।
अनि त्यहाँबाट मैले त्यहाँ ठुलो मूर्ति 14 फुट जस्तो अग्लो ए मूर्ति त्यहाँ बनाएँ। अनि त्यो बनाइसकेपछि त्यहाँ एकदम सफल भइयो। त्यस पछाडि पनि अब अरू धेरै मूर्तिको अफरहरू आयो र त्यस पछाडि चाहिँ म मूर्तिकलामा प्रेरणा भएको कारण चाहिँ त्यो पनि हो र प्रवेश गर्नुको एउटा ढोका चाहिँ त्यहाँबाट खुल्यो भन्नुपर्छ। ठिकै छ। अनि अस्टिनमा चाहिँ अहिले अस्टिनमा पनि पशुपतिनाथ मन्दिर जो बनेको छ यहाँको ठुलो योगदान छ। नट मन्दिरको लागि मात्रै होइन कि कम्युनिटी हलमा पनि तपाईँको संरक्षकको रूपमा तपाईँले त्यहाँ काम गर्नुभएको छ। सबैजनाले मन पराउने होइन, सबैजनाको प्यारो, जसले पनि खोज्ने चन्द्रलेखा दाइ भनेर होइन। अनि तपाईँको पशुपतिनाथ मन्दिर, अस्टिनको पशुपतिनाथ मन्दिरमा चाहिँ तपाईँको योगदान एक्ज्याक्टली कहाँ थिम छ, के मूर्तिहरू बनाउनु भयो तपाईँले त्यहाँ? त्यहाँ पहिलो कुरो त म न्युयोर्कतिरै थिएँ होइन। त्यहाँ हुँदै गर्दाखेरि चाहिँ यहाँ साथीहरूले एउटा पशुपतिनाथ मन्दिर बनाउने एउटा योजना बनाउनु भएको रहेछ होइन। अब यहाँको साथीहरूले अनि त्यस पछाडि म त्यहाँ आएको कुरा चाहिँ हाम्रो गाउँको एकजना भाइ जो मैले नाम पनि लिन पर्ने हुन्छ, उनको नाम मैले होइन छुटाउनु मिल्दैन, माधव भण्डारी। अनि उहाँलाई थाहा रहेछ कि म अमेरिका आएको कुरा। अनि त्यस पछाडि यहाँ मन्दिर बन्दै गरेको कुरा पनि उहाँलाई थाहा रहेछ। अनि त्यहाँबाट यहाँ समितिमा जानकारी गराइसकेपछि म यहाँ समितिले मसँग परिचय माग्नुभयो। परिचय मागिसकेपछि हामी भेट भयौँ होइन। भर्चुअल मिटिङ भयो यहाँको लगभग चिनिएको धेरै साथीहरूसँग 15-16 जनाको एउटा भर्चुअल मिटिङ भयो। अनि त्यसमा कुराकानी भइसकेपछि म यहाँ आएको हो र शिवजी त्यहाँ विभिन्न शिवजी, सिंह, राधाकृष्ण लगायतका धेरै मूर्तिहरू बनाउने भन्ने कुराहरू योजना रहेछ। अनि त्यसमध्ये पनि म यहाँ आएपछि पहिलोचोटि चाहिँ मैले सिंहको मूर्तिहरू बनाएँ होइन। अहिले पनि देखिराख्नु भएको छ है, सबैले देखिराख्नु भएको छ। सिंहको मूर्ति बनाएको छु। त्यस पछाडि एउटा शिवजीको मूर्ति बनाएको छु के अरे मन्दिरको उत्तर साइडमा। सिंहको मूर्ति चाहिँ मन्दिरको दुई साइड, पूर्व साइड र पश्चिम, पूर्व ढोका र पश्चिम ढोकामा दुईवटा गरेर 4वटा छन् भने शिवजीको मूर्ति चाहिँ उत्तर साइडमा बनिएको एउटा पोखरी बनाइएको छ। त्यो पोखरी जलाशय भनौँ न, त्यो जलकुण्ड बनाइएको छ। त्यो जलकुण्डको चाहिँ पनि उत्तर साइडमा एउटा स्तम्भ बनाएर त्यहाँ शिवजी स्थापना गरिएको छ। अनि सँगसँगै एउटा चाहिँ अहिले पछिल्लो समय एउटा के अरे त्यहाँ हरेक पर्वहरूमा रथ यात्रा गर्ने भनेर एउटा रथ पनि तयार गरेको छु। आकर्षक रथ बनाउँदैछु। अझै पनि फाइनल भइसकेको छैन। र यस बिचमा मन्दिरमा त्यो वरिपरि मन्दिर परिसरको चुस्त दुरुस्त रेखदेख गर्ने जिम्मा पनि मलाई साथीहरूले अब दिनुभएको छ र गरिरहेको छु। अब कतिसम्म राम्रो गरी गर्न सक्छु अब आफूले सक्दो गरिराखेको छु होइन। अब साथीहरूले कसरी मूल्याङ्कन गरिराख्नु भएको छ होइन। अब राम्रै मूल्याङ्कन गर्नुहुन्छ भन्ने आशा पनि छ है। सम्पूर्ण अस्टिनवासीले त्यो देख्नुभएको चाहिँ कुनै पनि कलात्मक कुराहरू पशुपतिनाथ मन्दिर अगाडि पछाडि अथवा परिसरमा देखिने कुनै पनि कलात्मक चिजको कलाकार चाहिँ तपाईँ नै हुनुहुन्छ, हामीलाई थाहा छ दाइ होइन। त्यो सबैले बनाउनु भएको शिवको मूर्ति जो छ त्यो पोखरीको साइडमा बसेको निकै उत्कृष्ट, निकै राम्रो। त्यो सिंहको मूर्तिहरू पनि एकदमै उत्कृष्ट मूर्ति तपाईँले बनाउनु भएको छ। गुड जब होइन। अब तपाईँ चाहिँ राष्ट्रिय स्तरको मूर्तिकार हुनुहुन्छ। यसमा चाहिँ हामीले चाहिँ अस्टिनमा हुने सम्पूर्णको लागि चाहिँ यो एउटा प्राउड कुरा पनि हुनुपर्छ। यो पक्का पनि तपाईँले जो एलम्बर किराँती राजा एलम्बरको मूर्ति बनाएँ भन्नुहुन्छ, जो 15 फुट अग्लो
तपाईँले बनाएको 14 फुट। सरी 14 फुट अग्लो हजुर। त्यो अहिलेसम्मकै तपाईँले बनाएको सबभन्दा ठुलो मूर्ति त्यही नै हो? अहिलेसम्मको ठुलो मूर्ति अब एउटा मानव आकारको मूर्ति चाहिँ उम्, त्यही हो। र त्योभन्दा अग्लो स्तम्भहरू, अग्लो कामहरू चाहिँ अरूतिर अरू पनि भएको छ है। जस्तो त्यहीँ नै एउटा चाँपको रुख फुल ढपक्कै फुलेको त्यो चाँपको रुख मैले बनाएको छु। अब यलम्बरभन्दा धेरै अग्लो छ है। अब पुरै प्राकृतिक जस्तै देखिने कि रुख बनाएको छु। र कति मान्छेले त्यो बनाएको हो भन्दैन। त्यो कहाँ छ त्यो शङ्खसभामै छ। त्यो मेरो अहिले मैले जति पनि अहिले गरेको कामहरूको उत्कृष्टमा मैले उसलाई पनि मैले लिएको छु। अब हुन त अरू ठाउँमा पनि मैले धेरै गरेको छु र पनि मैले त्यहाँ मैले गर्नुपर्ने जति सन्तुष्टि मैले प्राप्त गरिसकेको छुइनँ होला अरू ठाउँमा। र त्यस्तै अब यता तेह्रथुमतिर अरूतिर पनि गरेको छु गर्नु त होइन। तर पहिलोचोटि गरेको ठुलो कदको मूर्ति चाहिँ यलम्बर नै हो। त्यो मूर्ति अहिले पनि स्तम्भ त्यो मूर्तिको स्तम्भ छ अझै त्यहाँ कि? छ, अहिले पनि छ। अहिले पनि अब रिपेयरिङ के अरे कलर चेन्ज गरेर कलर भनौँ न रङरोगन गर्दै सिँगार्दै गरेको छ। जीर्णोद्धार गर्दै होइन। लगभग त्यो 58 सालमा बनेको राजाको कार्यकाल हुँदैखेरि नै सुरु भएको राजसंस्था हुँदैखेरि अनि त्यति नै खेर चाहिँ त्यो मूर्ति बनाइरहँदाखेरि चाहिँ त्यहाँ दरबार हत्याकाण्डको कुरा पनि आएर हत्याकाण्ड पनि भयो है। अनि भनेपछि मैले भन्नु खोजेको के भने धेरै वर्ष भयो त्यो मूर्ति निकै पुरानो कुरा हो। भनेपछि तपाईँको यो मूर्तिकला तपाईँले स्पेसिफिकली काठको सम्बन्धी गर्नुहुन्छ अथवा माटो सम्बन्धी मूर्तिहरू बनाउने कुद्ने त्यो हुन्छ नि कस्तो प्रकार चाहिँ त्यो ठ्याक्कै कुन चाहिँ प्रकारको मूर्ति कुद्नुहुन्छ तपाईँले? मैले गर्ने चाहिँ अब खासमा बनाउँदाखेरि चाहिँ यो माटोबाट एउटा डिजाइन बनाएर माटोबाट कुन मोडलको बनाउने माटोबाट चाहिँ रूपरेखा गर्ने त्यस पछाडि अनि कुनै एउटा माध्यम एउटा वस्तुबाट अब त्यो आकारलाई फर्माको रूपमा लिने। अब पहिला अब कुनै बेला मैले मैनको पनि प्रयोग गरेँ। कुनै बेला चाहिँ मैले विभिन्न यो के भन्छ पाउडर पेरिस पाउडर के त्यस्तोबाट पनि गरेँ। र अनि त्यसमा अब प्रोसेस हुन्छ त्यो अब माटो पहिले हामीले बनाउनु पर्ने चाहिँ आकार चाहिँ कम्प्लिट गर्नु पर्यो, चुस्त दुरुस्त हुनु पर्यो। र पछिबाट केमा जाने त्यो धातुमा जाने कि होइन ढुङ्गामा जाने पनि सकिन्छ। किनभने कसरी भन्दाखेरि माटोबाट रूप लिइसकेपछि अनि त्यहाँबाट त्यो नाप्दै ढुङ्गामा पनि जान सक्यो। त्यही अनुसारले ढुङ्गा नाप्दै गयो। अब कतिपय मूर्तिकारहरूले प्रोफेसनल मूर्तिकारले चाहिँ सिधै ढुङ्गै कुदेर एकैचोटि ढुङ्गामै आकार निकाल्नुहुन्छ भने कतिजनाले अझै राम्रो गरौँ अन्त डिटेल भन्दाखेरि चाहिँ माटोबाट चाहिँ क्ले आर्ट राम्रो गरेर अनि त्यो नापमा त्यही फर्ममा चाहिँ ढुङ्गामा पनि जाने हो, त्यही फर्ममा काठमा पनि जाने हो। अनि त्यही फर्ममा प्रोसेस बढाउँदै गएपछि धातुमा नि पुग्ने हो होइन। तर यी सबै जुनै मेटेरियलमा काम गरे पनि त्यो सुरुमा चाहिँ एउटा शक्ति जो इनर्जी लाग्छ तपाईँलाई होइन, मेहनत जो पर्छ त्यो त फरक पक्का हुनै हुन्छ होला होइन। जस्तै मेटलमा काम धातुमा काम गर्न, ढुङ्गामा काम गर्न त काठमा काम गरे जस्तो पक्का सजिलो हुँदैन, माटोमा गरे जस्तो सजिलो त पक्कै हुँदैन। त्यही त अब जो अहिले मैले यहाँ यो पछिल्लो समय फाइबरबाट बनाउने पनि चलन आएको छ। अब सिमेन्टबाट त पहिलेदेखि नै बनेको थियो। अब
जुन ठाउँमा ढुङ्गामा सबै कुराहरू चाहिँ आकार निकाल्न सकिँदैन होइन। जस्तो अब एउटा सानो पात बनाउनु पर्यो, फुलको डाँठ बनाउनु पर्यो, तर त्यो ढुङ्गाबाट त सम्भव हुँदैन। देखाउनु पर्यो होइन कि अब त्यो ढुङ्गामा रिलिफ सिस्टममा जानु पर्यो, नभए त सबै ढुङ्गामा त देखाउन सकिँदैन। त्यसले गर्दाखेरि चाहिँ सिमेन्ट प्लस धातुको सहारा लिएर हामीले चाहिँ त्यो गर्नुपर्ने हुन्छ। अब कथाले कस्तो मागेको छ त्यो किसिमले त्यो मेटेरियल चोइस गर्नु पर्यो। अब कोही चाहिँ अब काठबाट गर्नुपर्ने हुन्छ कि होइन, अब फाइबरबाट गर्नुपर्ने हुन्छ कि अब ढुङ्गैबाट गर्नुपर्ने हुन्छ कि सिमेन्टबाट गर्नुपर्ने हुन्छ कि, अनि अब त्यहाँको बजेट कस्तो छ त्यो बजेट अनुसार पनि जानु पर्यो, बजेटलाई पनि हेर्न पर्यो। भनेपछि अहिलेसम्म कतिवटा मूर्ति बनाउनु होला तपाईँले? मैले अब सानो ठुलो गरेर, अब सानो पनि मूर्ति नै हो, ठुलो होइन भीमका पहाडै जत्रो पनि मूर्ति नै हो। तर अब त्यो हिसाब गर्दाखेरि चाहिँ मैले 300 भन्दा बढी नै बनाए जस्तो लागेको छ होइन। अब किन तथ्यागत मैले रेकर्ड चाहिँ राखेको छुइनँ, किन त्यतिखेर फोटो खिच्ने पनि थिएन, किन हातमा क्यामेरा प्रत्येकले क्यामेरा पनि थिएन। कति फोटो खिचेका रेकर्डहरू छन्, कति त अब फोटो खिच्न नपाइकन मैले बनाएँ। अब के अरे अब वितरण भइहाल्यो, बनाउने बित्तिकै वितरण भइसकेपछि त्यसको रेकर्ड पनि रहेन। त्यसको अभिलेख जुन हुन्छ नि त, त्यसको अभिलेख पनि कतिपय ठाउँमा राखिएन होला। अब अभिलेख रहेकोहरूको आधारमा यसो हिसाब गर्दाखेरि अब 300 भन्दा बढी बनायो कि भन्ने मेरो कुरा हो। 300वटा त्यत्रो धेरै, 300वटा भन्दा बढी मूर्ति बनाइसक्दाखेरि चाहिँ तपाईँले अब अमेरिकामा पनि बनाउनु भयो होइन, नेपालमा पनि तपाईँले धेरै जसो काम त तपाईँको नेपालमै छ। अहिले पनि तपाईँको काम त यहाँ चलिरहेकै छ होइन। अहिले मन्दिरका जस्तै पशुपतिनाथ मन्दिरको ठ्याक्कै त्यस्तै देखिने साना साना मन्दिरहरू, शिवलिङ्गहरू, अरू मूर्ति पनि तपाईँले बनाइराख्नु भएकै छ अहिले होइन। तर नेपालमा मूर्ति बनाउँदा र अमेरिकामा मूर्ति बनाउँदा होइन, यो मूर्तिकार सम्बन्धी काम गर्दै गर्दाखेरि अमेरिका र नेपालमा चाहिँ के भिन्नता पाउनुभयो तपाईँले? होइन, त्यस्तो भिन्नता त अब केही छैन। हात यही नै हुन्, दिमाग यही हो होइन। तर संस्था जुन काम गर्ने, मूर्ति बनाउन लगाउने संस्था, काम दिने संस्था पनि उहाँ पनि नेपालकै नै थियो होइन, नेपाली नै हुन्। यहाँ पनि अनि नेपाली संस्थामै गरिरहेको छु होइन। तर जुन मेटेरियल पदार्थहरू प्रयोग गरिन्छ नि त, त्यो पदार्थमा चाहिँ अब एक हिसाबले उहाँ नेपाली उहाँ किन्दाखेरि चाहिँ इन्डिया भारतमा उत्पादित वस्तुहरू होइन, त्यहाँ डिपेन्ड हुनुपर्छ कतिपय चिजहरू। अब यहाँ आउँदाखेरि चाहिँ फरकको कुराहरू गरेको है मैले। यहाँ आउँदाखेरि अब अमेरिकामै बनेको चिज होला, अनि उहाँ नेपाली रुपियाँमा किन्न सकिन्छ, यहाँ चाहिँ डलरमा किन्नु पर्यो होइन। अब हामीले डलरबाट नेपाली करेन्सी रूपान्तरण हेर्ने हो भने त आकाश जमिनको फरक पर्छ, कम्पेयर गर्नै सकिँदैन। तर अब यहाँ कमाएको पैसा नेपालमा गएर खाने कुरो हुँदैन, यहीँ खाने हो, यहीँ चलाउने हो भनेपछि अब उस्तै नै हो, लगभग उस्तै नै हो। तर के भन्दाखेरि नेपालमा चाहिँ दूर दराजमा काम गर्नु, प्रोजेक्ट चलाउनु पर्यो भने चाहिँ अब अलिकति यातायातको कठिनाइहरू धेरै भोगियो। तर यहाँ चाहिँ अब साथीभाइहरूको अब
सवारी साधन छ। छ। अब भनेको बेलामा सट्टै अब अनलाइनबाट पनि फ्याट्टै घरमै आइपुग्छ, घरमा दैलोमै सामान आइहाल्छ। वर्कसपमै आइपुग्छ। अँ, साथीहरूले पनि त्यहाँ ल्याइदिनुहुन्छ। म आफै जान्छु मलाई लगिदिनुहोस् के अरे हार्डवेयर लगिदिनुहोस् भन्दाखेरि लगेर ल्याइदिइराख्नु भएको छ, सजिलो भएको छ। नेपालमा भन्दा यहाँ चाहिँ सजिलो चाहिँ त्यो छ। ओके। मूर्तिकारको रूपमा नेपालमा होस् अथवा यहाँ नै होइन, जहाँ भए पनि एउटा कलाकारको रूपमा अथवा एउटा सिप भएको मान्छेको रूपमा, कला भएको मान्छेको रूपमा तपाईँले सम्मान हुन्छ नि, राष्ट्रिय स्तरको सम्मानहरू अथवा व्यक्तिगत तरिकाले पाउने सम्मानहरू पाइरहनु भएको छ? मैले अघि पनि थोरै कुरा उकाएँ होइन। एउटा सामाजिक हिसाब किताबको सम्मान त मैले अब पाइ नै राखेको छु होइन। अब राष्ट्रिय स्तरको के अरे स्थानीय स्तरको सम्मान त मैले त्यतिखेरै नै पाएँ र क्षेत्रीय स्तरको सम्मान पनि अब पाइराखेको छु होइन, पाइराखेको थिएँ। र प्रदेश स्तरको सम्मान अब अवार्ड पाउन सफल भएँ होइन। र अब केन्द्र स्तरमा पनि नाम चाहिँ आइराखेको थियो, तर खै अब कता कता के कुरा मिलेन अरे। युवा पुरस्कार रहेछ, युवा पुरस्कारमा आफू युवा थिएन त्यतिखेर। युवाले मात्रै पाउने भएर अब मेरो चाहिँ त्यहाँ युवा भएन। म चाहिँ 40 क्रस 50 पुगेको थिएँ। अब 50 पुगेको मान्छे त युवा प्रतिभा पुरस्कार त पाएन। मेरो नाम चाहिँ आएको थियो एकपल्ट। जे भनिस् कुनै किसिमको एउटा रेकग्निसन भन्छ होइन, परिचय अथवा एउटा सामान्य सम्मान चाहिँ नेपालमा पनि त्यति धेरै कलाकारले सम्मान गरेको जस्तो चाहिँ त्यति देखिँदैन। अझ त्यति बेला अझै देखिँदैन, अहिले भन्दा पनि होइन। फेरि अब फेसबुक सोसियल मिडियाको जमाना पनि थिएन, फेरि मान्छेको कला देखाउनलाई पनि अब माथिले पहुँच हुनै पऱ्यो होइन। धेरै नै काम गरेको माथि नैसम्म पुगेको हुनुपर्ने थियो। के छ त्यसमा, तपाईँले के भन्नुहुन्छ? होइन, अहिले पछिल्लो समयमा अब सम्मान गरेकै छैन भन्ने चाहिँ होइन, सम्मान चाहिँ गरेको छ। सम्मान गर्ने एउटा खादा दिने, खादामाला टिका अबिर लगाएर सम्मान दिने कार्यक्रम कामहरू भइ नै रहेको छ, भएको छ होइन। अनि एउटा त्यो प्रोत्साहन भन्नुपर्छ त्यसलाई, त्यो भएको छ। त्यो पनि एउटा ऊर्जा हो होइन, मान्छु। अनि अब सम्मान अहिले जति भएको छ त्यतिखेर चाहिँ त्यो धेरै वर्ष अगाडि चाहिँ अहिलेको तुलनामा अलिक कमै थियो। अनि अब सोसियल मिडिया पनि थिएन, त्यही एउटा गोरखापत्र अनि पछिबाट जन्मिएको कान्तिपुरले अब उनीहरूको आँखामा परियो भने अब अलिकति चर्चा पाइयो, नभए त थिएन। तर मैले त्यो यलम्बर बनाउँदाखेरि चाहिँ कान्तिपुरको आँखा परेको थियो, गोरखापत्रको आँखा परेको थियो होइन। अनि नेपाल समाचार पत्रहरू पनि त्यहाँ त्यतिखेर चाहिँ आइसकेको थियो। नेपाल समाचार पत्रहरू, त्यस्तो पत्रकारहरू पनि त्यहाँ चाहिँ स्पोर्टमा आएर यसो मेरो केही कुराहरू भलाकुसारीहरू हुने कुराहरू भएर यसो पत्रिकामा छपाइदियो। लगभग ठुल्ठुलो फोटो सहित छपाउँदाखेरि मलाई निकै गर्व लाग्थ्यो होइन। अनि त्यही आधारहरू मानेर मलाई प्रदेश पुरस्कारमा सम्मान गरेको हो। तर अब राष्ट्रिय प्रतिभा पुरस्कारमा पनि मेरो नाम चाहिँ आउनुको कारण पनि त्यो हो। जुन त्यो मेरो त्यतिखेरको के भन्छ अब हाई लेभलको पत्रिका भनेको त त्यही कान्तिपुर अनि गोरखापत्र त थियो होइन। मेन स्ट्रिम मिडिया के भन्छ नि त्यतिखेरको त्यही नै थियो होइन। त्यतिखेर अब अनेक सोसियल मिडियाहरू त केही पनि थिएन नि त। अनि त्यतिखेर उनीहरूले चाहिँ त्यसरी गरेको आधारबाट मलाई चाहिँ त्यो सम्मान गर्ने चाहिँ दिने
खोजेको रहेछ, तर मेरो त्यो उमेरमा चाहिँ मिलेन भन्ने कुरा आए। अब के कारणले मिलेन त्यो म थाहा ठिकै भएन, छ। तर उमेरको हद मिलेन भन्ने कुरा मलाई ओके। माथिकै मान्छेले भन्थे, हजुर। जानकारी दियो। मैले दाइलाई यो याक्खा उम्, दाइ याक्खा समुदायबाट हुनुहुन्छ होइन? उम्, याक्खा समुदाय एउटा जाति हो अथवा एउटा समुदाय हो? मलाई ठ्याक्कै चाहिँ त्यति धेरै मैले याक्खा भनेर चाहिँ पहिला सुने पनि थिइनँ दाइले देख्नुभन्दा पहिला मैले। दाइ चाहिँ याक्खा समुदायबाटै हुनुहुन्छ होइन? त्यसलाई चाहिँ तपाईँले जातिको रूपमा परिचित हो अथवा जस्तै किराँतीहरू भने चाहिँ होइन? राई लिम्बूहरू भनेको जात भयो होइन? त्यो याक्खा चाहिँ के हो एक्ज्याक्टली चाहिँ? समुदाय हो अथवा एक्ज्याक्ट जात हो यो चाहिँ? अब म के भन्छु भने यो जातको हिसाबले हेर्दाखेरि चाहिँ एउटा जातिगत हिसाबमै जानु पर्दाखेरि चाहिँ म याक्खालाई मात्रै चाहिँ याक्खै मात्रै जाति हो, याक्खा जाति हो भन्ने चाहिँ मलाई हजुर तान्नुहुन्छ। लाग्दैन होइन। अब यो जातिमा लिम्बू पनि पर्छ, राई पनि पर्नुहुन्छ होइन। भनेको याक्खा समुदायभित्र भन्नुभएको? अब उनीहरूसँग हाम्रो चाहिँ जाति समानान्तर के अरे समान छ भनौँ न। तर याक्खा भनेको पनि एउटा के भन्छ सूचीकृत जातीयमा सूचीकृत चाहिँ भएको छ। याक्खा एउटा जाति हो है भनेर सूचीकृत भएको छ। र तर यो चाहिँ अलिकति त्यति धेरै समुदायले अन्य समुदायले चाहिँ अलिक नचिनिएको जातिमा पर्ने रहेछ। अब जनसङ्ख्याको हिसाबमा पनि अलिक कमी देखियो। जस्तो 2078को 68को जनगणनामा 25,000 देखिएको याक्खा जाति 78को जनगणनामा 17-18,000मा आइपुगेको देखियो। केले जनसङ्ख्या यति धेरै एमाउन्टमा घट्नुको कारण कि मान्छेले पहिचान गर्न नसक्या भएर कि म याक्खा हो भने थाहा नभएर कि? त्यो पनि हो। किनभने याक्खा भनेको त्यो थाहै नभएर एक, र अर्को भनेको याक्खा अरूले नचिनिदिएपछि अब याक्खा भनेको के हो भनेर मलाई यो याक्खा भनेको चिन्दै चिन्दैन भने म किन याक्खा लेख्ने, बरु राई बरु लिम्बू होइन, कि राई कि लिम्बू लेखिदिने भयो कि। अब उनीहरू त्यो डकुमेन्ट नै क्लास के भन्छ त्यो गरिदियो, नाम त्यो पहिचानै क्लास बस्न चाहिँ कहाँ बस्नु हुँदो रहेछ यो याक्खा समुदायहरू? अब यो याक्खा समुदायको उत्पत्ति थलो भनेको चाहिँ सङ्खुवासभा र धनकुटाको पेरिफेरी यही दुईटा जिल्लाको सङ्गम स्थान नै मानिन्छ। जस्तो हाम्रो पुर्ख्यौली गाउँहरूको नाम लिनुपर्ने हुन्छ होइन। मामलिङ, तामाफोक, अनि यस्तो यो आँखीभुई, होम्बोङ भन्ने एउटा, फाग्लिङ भन्ने हाम्रो गाउँको नामहरू छ होइन। चानुवा भन्ने नामहरू छ। त्यो अहिले धनकुटा जिल्लामा पर्छ चानुवा भन्ने ठाउँ चाहिँ। अब यस्तै अब चानुवा, उता लेगुवा, आन्द्रुङ भन्ने यस्तै यो याक्खा भाषामा आधारित त्यो भाषासँग रिलेटेड शब्दै हो त्यो के। चानुवा, आन्द्रुङ, अनि यो मामलिङ, फाग्लिङ होइन, यस्तो जुन नामहरू छ नि, होम्बोङ, फाक्सी, यस्तो यस्तो नामहरू छ कि हाम्रो समुदायले राखेको नाम होला सायद होइन, पुर्खाहरूले। अनि याक्खाहरूको लिपि पनि छुट्टै छ कि छैन? याक्खाहरूको छुट्टै लिपि छैन, भाषा चाहिँ छुट्टै छ। भाषा छुट्टै भएकोले मात्रै हामीले याक्खा भनेको, नभए जात चाहिँ हाम्रो लिम्बूसँगै मिल्छ भनेको होइन। जात हाम्रो लिम्बूसँगै मिल्ने हो, राईसँगै मिल्ने हो, अथवा अलिक फराकिलो सोच्ने हो भने अब अर्को हाम्रो के अरे सुनुवार। अब यति याक्खा, लिम्बू, राई र सुनुवार यतिलाई त के पनि भनेको छ भने चार किराँत पनि भनेको छ। किराँत
यिनीहरू चाहिँ 4 किराँत पनि भनिया छ भने अब हामी याखाको भाषा छुट्टै छ, लिम्बूको भाषा छुट्टै भयो, उहाँहरू लिम्बू भाषा भयो। अब हामी याखा भाषा बोलेकोले हामी याखा भयो भने राई भाषामा पनि अब 18 राईहरू हुन्छ, धेरै खालको राई, धेरै खालको भाषा छ उनीहरू बिचमा पनि। र याखा भनेको चाहिँ एउटा मूल समूह भयो भने अब म लिङ्खा भएँ नि, लिङ्खा चाहिँ अब मेरो के भन्छ थर गोत्रसँग जोडिएको भयो नाम हो लिङ्खा भनेको चाहिँ। हजुर, यो त्यो चार जातिलाई चाहिँ तपाईँले 4 किराँती भनेर चिनिन्छ भन्नुहुन्छ तपाईँले, होइन? किन रहेछ त्यो चाहिँ? होइन, अब किराँत भनेको चाहिँ अब पहिलादेखि, होइन, किराँत भनेको पहिला परापूर्व कालदेखि अब एक खाले जातिलाई चाहिँ किराँत भनियो। चाहे हरेक इतिहासकारहरूले आफ्नो अर्थ लगाएका पनि छन्। किराँत भनेको के हो, कसैले चाहिँ भनेको छ अब किराँत भनेको भिन्न स्तरको मान्छे, अलिकति अब ऊ खस आर्य पनि होइन, होइन, ऊ के अरे नेग्रो पनि होइन, ऊ चाहिँ अलिकति फरक यो मङ्गोलियन फेस भएको, अलिकति पक्का पुक्का परेको, के अरे नाकथेप्चो भएको, यस्तोलाई चाहिँ अलिकति किराँत भन्ने पनि गरेको रहेछ भनेर भन्छन् कसैले। अब त्यो सुनिन्छ, बोल्ने गरेको सुन्छु, होइन। तर समग्रमा भन्दाखेरि चाहिँ अब जो पहिलादेखि चाहिँ अब किराँत भनिएको रहेछ। त्यो किराँत मध्येको एक समूह याखा भयो, अर्को समूह भनेको लिम्बू भयो, अब अर्को समूह भनेको चाहिँ यो राई, अर्को समूह भनेको सुनवार, मारापाचे पनि भन्छ है। अनि तर हाम्रो चाहिँ कुटुम्बेरी, माघी कुटुम्बेरी चाहिँ यी चारै यो 4 समूहको चाहिँ माघी कुटुम्बेरी लगभग चल्छ। किनभने अब जस्तो मन पर्यो भनेर हामी चाहिँ तामाङको घरमा हामी छोरी माग्नु जानु मिल्दैन, होइन। शेर्पाको घरमा मिल्दैन, गुरुङको घरमा पनि मिल्दैन, किन त्यहाँ सामाजिक बहिष्कार हुन्छ। कहाँ याखालाई गुरुङको छोरी माग्नु आयो, होइन। कहाँ गुरुङ हाम्रोमा छोरी माग्नु आयो, होइन। त अब कहाँ गुरुङ माग्नु आउने भन्ने त्यस्तो कुराहरू हुन्छ भने राईकोमा त्यो हुँदैन, लिम्बूको पनि त्यो हुँदैन। लिम्बूकोमा हामी छोरी माग्नु गयौँ भने हामीलाई अब स्वागत हुन्छ, त्यस्तो हो। त्यो हाम्रो निकटता भनेको त्यो हो। अब अहिले पछिल्लो समय त अब राजीबाजीको कुरा, होइन। अब त्यो त अब क्षेत्री ब्राह्मण जहीँ गए पनि के फरक परेन, होइन त। त्यो कल्चरको हिसाबले चाहिँ त्यस्तो हुन्छ। र अब लिङ्खा भनेको चाहिँ म चाहिँ लिङ्खा परेँ। हाम्रो याखामा नि धेरैवटा यस्तो थर गोत्रहरू छन्। जस्तै म छेत्री भयो भने छेत्रीभित्र पनि थुप्रै लास्ट नेम लेख्नेहरू, होइन। लास्ट नेम थुप्रै, अब कार्की एउटा भयो भने कार्की भने तीनटा कार्की मैले भेटेको छु, होइन। 3-4 किसिमको फेरि 3-4 किसिमको कार्कीहरू पनि छ, भेरिएसन छ। अनि त्यस्तै, तर हाम्रो लिङ्खा चाहिँ धेरै खालको लिङ्खा छैन, एउटै हो लिङ्खा, एउटै छ। ठिक छ। त्यस भए हजुरहरूले जस्तै हामीले हिन्दू धर्म अथवा बौद्ध धर्म अथवा कुनै धर्म माने जस्तै तपाईँहरूको आफ्नै भगवान मान्ने चलन छ अथवा के छ तपाईँको यसमा? छ। यो हाम्रो परापूर्व कालदेखि हामीले मानेको चाहिँ अब एउटा पाङच्याङ भन्ने एउटा छ, त्यो घरको मूल देवता भन्छ, होइन। त्यो गरिन्छ भनेदेखि उँधौली उभौलीमा एउटा
भोगी पूजा उम्, गर्ने चलन छ। उम्, अब हामीले चाहिँ अ, अन्य उम्, अ, पर्वहरू मनाइन्छ नि, उम्, त्यो पछिबाट होइन त्यो अरू समुदाय सँग मिक्स भएर सम्प्रदायसँग होइन एउटा सहकार्य गर्दै गर्दै गर्दाखेरि चाहिँ अब अन्य चाडपर्वहरू पनि मान्न थालियो। उम्, पछिल्लो समय उदाहरणै छ उम्, कि हामीले अब तिज मान्दै थियौँ, अहिले तिज पनि मान्न थालिएछ। हजुर अब अझै तिज मात्रै होइन, ईद पनि मान्न थाल्यो। छठ भन्ने थाहा थिएन, छठ त्यो पनि मान्न मान्ने थाल्यो होइन होइन। अब क्रिसमस मनाइन्छ होइन क्रिसमस पनि यहाँ आएर क्रिसमस पनि मान्न मनाइन्छ थाल्यो होइन। रमाइलो होइन त्यही भनेर भनेपछि जे ट्रेन्डमा छ अनि त्यही मनाउने अब त्यो अब भनेपछि तर दसैँ तिहार दसैँ तिहार भन्दा नि दसैँ नै भनौँ न, दसैँ पनि पहिला आदिम उम्, पुर्खाहरूले चाहिँ दसैँ पनि मान्दै नै थिए अरे हाम्रो पुर्खाहरूले होइन, अँ, थाहा थिएन अरे उम्, होइन। पछि अब त्यो पनि मनाउने मान्दै गयो, किनभने अब राज्य एकीकरणको क्रममा गइसकेपछि उम्, अब दसैँ पनि मान्ने उम्, चलन आयो। आयो स्वीकारे, कतिले स्वीकारे, कतिले अस्वीकार गरे, अझै पनि त्यो अस्वीकार गर्ने पङ्क्ति पनि हुनुहुन्छ साथीहरूलाई होइन। यो हामीले मान्य छैन भन्ने साथीहरू पनि हुनुहुन्छ। तर हामी होइन, हामी एउटा राष्ट्रिय झन्डा कि मान्नु भएन। राष्ट्रिय झन्डा मानेपछि दसैँ चाहिँ किन नमान्ने त हाम्रो त्यो राष्ट्रिय झन्डा चाहिँ मान्ने, राष्ट्रिय कुराहरू अनेक कुराहरू छन् नि, राष्ट्रिय भाषा मान्ने होइन। यो भाषा अहिले बोलिराखेको त राष्ट्रिय भाषा हो, त यसलाई मान्ने होइन। अनि के अरे दसैँ किन नमान्ने त? अब म त मान्ने मान्छे हो होइन, तिहार मान्ने मान्छे हो। दसैँ तिहार सबै अब मानिराखिएको छ र हाम्रो एउटा संस्कृति आफ्नो ठाउँमा छुट्टै छ, अहिले पनि हामी गर्छौँ। र एउटा साझा संस्कृतिको रूपमा चाहिँ एउटा ब्राह्मण पढाउने, षष्ठी शान्ति रुद्री पाठ गराउने हाम्रो हजुरबाहरूले पनि गर्नुभयो, हामी पनि गऱ्यौँ, गर्छौँ, अझै पनि गर्छौँ होइन। ब्राह्मण पढाएर एउटा रुद्री पाठ गर्ने होइन, चण्डी पाठ के यो षष्ठी शान्ति भन्छ नि, ग्रह शान्ति, यस्तो कार्यहरू अहिले हामी गरिरहेका छौँ है, हामी मान्छौँ। अहिले पनि हाम्रो दाजुभाइहरूले गरिराख्नुहुन्छ। किराती जो अहिले एउटा छ, जस्तो अहिले तपाईँले कुरा उठाइहाल्नुभयो, किरातीहरूले चाहिँ हामी चाहिँ देशै मान्दैनौँ अथवा हामीलाई चाहिँ छुट्टै राज्य चाहियो, देशै छुट्टै चाहियो भन्ने सानसानो आन्दोलन पनि पूर्वी नेपालतिर त अलिअलि त भएको छ जस्तो लाग्छ होइन। त्यो छ त्यो अब कतिपय साथीहरूले अब अहिले आन्दोलन उठाइराख्नु भएको छ। जस्तो कोशी प्रदेशको हामीले नामै मान्य छैन भनेर चाहिँ भन्नुभएको छ होइन साथीहरू। अब त्यस्तो साथीहरू पनि हुनुहुन्छ। अनि अब त्यो सँगसँगै हामीले यो संविधानै मान्नु न भन्ने पनि छन् होइन। अब त्यो के अरे संविधान मान्दैनौँ हामी चाहिँ, यो पार्टी नै मान्दैनौँ, के यो गणतन्त्रै मान्दैनौँ, अनेक छ नि। त्यो त अनेक एकतामा अनेकता, के विविधतामा पर्ने कुराहरू भयो चलिरहन्छ होइन। भनेपछि अहिले याख्या समुदाय कति एकीकृत छ कि छैन? अहिले आफ्नो संस्कृति सम्प्रदाय बचाउनको लागि के काम भइरहेछन्? यो याखा समुदाय होइन, अब एउटा अहिले हाम्रो एकता एउटा संस्था दर्ता छ, याखा किरात याखा सम्म भनेर होइन। अब त्यो संस्थाले अब अहिलेसम्म याखा एकीकृत संस्था चाडपर्व होइन, हाम्रो चाहिँ संस्कृतिलाई जोगाउनको लागि यो हाम्रो चाहिँ एउटा धान नाच भन्ने एउटा संस्कृति छ।
धान नाच। त्यो धान नाच्दा गाइने गीतलाई चाहिँ पालाम भन्छ। उम्, जस्तो उता पश्चिमतिर चाहिँ सोरठी के भन्दो रहेछ नि। सोरठी हो। सोरठी अथवा यो गण्डक क्षेत्रतिर उम्, सोरठी के भन्दो रहेछ नि। त्यस्तै हाम्रो उहाँ चाहिँ के बस्ने भन्दो रहेछ, उहाँहरू चाहिँ अब रोदी बस्ने भन्छ होइन। होइन त्यो सुन्नुभएको छ भने हाम्रोतिर चाहिँ धान नाच्ने चलन छ, उहाँहरू रोदी गाउँछ, हामी धान नाच पालम गाउँछौँ कि। अनि उता सुदूरपश्चिममा डेउडा गाउँछन् होइन, डेउडा संस्कृति छ भने यो मध्यमाञ्चलतिर के भन्छ यो गण्डक क्षेत्रतिर रोदी संस्कृति छ भने हाम्रोमा चाहिँ पूर्वमा अब धान नाच संस्कृति रहेछ अथवा हाकपारे भन्छ होइन, हाकपारे गाउने र त्यसको भाकाहरू चाहिँ अलिक फरक तर रिलेटेड छन् होइन। र अर्को भनेको हाम्रो याक्खा, अब धान नाच चाहिँ लिम्बूसँग पनि हाम्रो चाहिँ मिल्यो, लिम्बू हाम्रो साझा छ। धान नाच उहाँहरू पनि धान नाच्नुहुन्छ अनि हामी पनि धान नाच्छौँ, उहाँहरूको छोरी चेलीसँग हामी धान नाच्छौँ, हाम्रो छोरी चेलीसँग उहाँहरू पनि धान नाच्नुहुन्छ। यदि साइनोले दिएन भने साइनो लाग्दैन भने फेरि साइनो लाग्नेसँग हाम्रो धान नाच के अरे हात समाएर हुँदैन। एउटै पङ्क्तिमा उभिन चाहिँ भयो, हात चाहिँ समाउनु भएन। तर बिचमा कोहीजना उभिन्छ भने उनीहरू भयो। ढोल नाच, च्याब्रुङ नाच पनि भन्छ है। त खासमा त ढोल नाच च्याब्रुङ नाच जे भनेको भए तापनि अब हाम्रो भाषामा चाहिँ केही लाख भन्छ होइन, भन्छौँ त्यही लाख केही भनेको चाहिँ ढोल होइन, केही ढोल, लाख भनेको नाच्ने हाम्रो भाषामा। र त्यो लिम्बूले पनि नाच्छ। अनि राई समूहले चाहिँ एउटा दोडा त्यो ढोल चाहिँ के अरे गजोले बजाएर, गजो र हातको सहायताले, एउटा एकपट्टि गजो हुन्छ एकपट्टि हातले बजाउँछ र अथवा सायद दुईपट्टि नै गजोले पो बजाउने होला, डङ्कु 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 गरेर चाहिँ चण्डी नाच्नुहुन्छ उहाँहरू चाहिँ। अनि उहाँहरूको चाहिँ समूहमा नाच्नुहुन्छ, समूहमै नाच्ने उहाँहरू पनि। र हामी पनि समूहमै नाच्ने हो, तर हामी चाहिँ मैले कुनै बेला आउट अफ क्यामेरा मैले सुनाएँ, तपाईँलाई सुनाएको कोही बेला सुनाएको छु भने त्यो च्याब्रुङ नाच्छौँ होइन। अनि त्यो चाहिँ हामी एउटा समूहमा नाच्छौँ। अनि त्यहाँ केटा केटी मिलेर नाच्ने हो समूहमा, अथवा 5 जना 10 जना 12 जनासम्म त्यहाँ समूह मिलेर है, अथवा त्योभन्दा बढी। भनेपछि अहिले तत्कालीन अहिले हाम्रो शताब्दीमा अथवा मोडर्न एज जो भन्छ सोसियल मिडियाको जमानामा चाहिँ याक्खाहरूको भाषा र संस्कृति दुइटै प्रवर्धनको लागि के काम भइरहेको छन् अहिले? त्यो भाषा संस्कृति प्रवर्धनको लागि चाहिँ अब जति हाम्रो संस्थाले जे जति अब कोसिस गरिराखेको छ अब त्यही हो। अब व्यक्तिगत तर्फबाट पनि भइरहेको छ। जस्तो म पनि भाषा प्रवर्धन गरौँ, जोगेर्ना गरौँ भन्ने पक्षकै मान्छे हो र मैले पनि केही सोच विचारहरू अब गरिराखेको छु। यसलाई चाहिँ जस्तो त्यो भाषा संस्कृति संरक्षणको लागि विभिन्न यो सामग्रीहरू पनि मैले चाहिँ अब ठाउँ ठाउँमा बनाएर होइन दिने, वितरण गर्ने पनि गरेको छु। र त्यो संस्कृति संरक्षण गरौँ भनेर हाम्रै सङ्घ सभाको एउटा गाउँमा, हाम्रो पुर्ख्यौली गाउँमै एउटा डोकेनी स्तम्भ, डोकेनी नाच भन्छौँ हाम्रो एउटा कल्चरको, जुन भने नि धान नाच र ढोल नाच भने त्यो सँगसँगै हाम्रो एउटा नाच डोकेनी नाच पनि भन्छ। त्यो चाहिँ प्राय यस्तै त्यो पनि एउटा सभा
के अरे यो समूहमा चाडपर्वहरूमा चाहिँ विशेष चाडपर्वहरूमा त्यो नाच्ने चलन छ। उम्, त्यहाँ चाहिँ एउटा डोकेनीको अ, डोकोलाई एउटा चाहिँ सिँगारेर एउटा झाँकी बनाएर माथि टाउको महिलाको उम्, अनि तल त्यो डोकोलाई चाहिँ साडी फरिया भनौँ न यस्तो चाहिँ बेरेर फोटुका बेरेर अनि त्यो भित्र चाहिँ मान्छे त्यो डोकोभित्र चाहिँ मान्छे हुन्छ कि महिला मान्छे अँ, महिला घुसे पसेर त्यो डोकोलाई उचाल्छ अनि हेर्दाखेरि चाहिँ सेम ठुलो अग्लो मान्छे जस्तो देखिन्छ होइन। हो त्यो नचाउने त्यसको वरिपरि एउटा सिकारी धनु बोक्ने अर्को चाहिँ एउटा ढटुवारी जस्तो एउटा होइन लटेक्रो अलिक फटाफटा उताले खालको एउटा होइन त्यस्तो खालको चाहिँ जोकर भन्छ नि अब हरेक फिल्महरूमा पनि जोकर हुन्छ नि त्यस्तै जोकर हुन्छ त्यसको एउटा नृत्य हुन्छ। त्यो चाहिँ मैले तिनटैको मैले शालिग ठुल्ठुलो शालिगहरू वडा स्तरको नगर स्तरको र जिल्ला स्तरको आर्थिक सहयोगमा मैले सुरु गरेँ र पछि पर्याप्त नभएर त्यो बजेट पर्याप्त नभएर अरूतिर जस्तो विदेशमा रहनुहुने हङकङ बेलायततिर रहनुहुने अनि अन्य दुबईतिर कतारतिर रहनुहुने इच्छुक साथीहरूले पनि मलाई पैसाहरू डोनेट गर्नुभयो र उहाँ त्यो व्यक्तिगत तर्फ भन्नु पऱ्यो नि त संस्थागत तर्फबाट पनि चाहिँ त्यो संस्कृतिको संरक्षण गर्ने पहल भएको हो राज्यको तर्फबाट पनि होइन संस्थागतबाट पनि भएको छ राज्यबाट पनि भएको छ र व्यक्तिबाट अब त्यो हङकङको त विभिन्न के अरे पापनसेट यो के अरे पाउन्डहरू लगाइदिए होइन कतिले अब 500 पाउन्डहरू पठाए हङकङमा अब 500 डलरहरू पठाए त्यो भनेको व्यक्तिगत तर्फबाट अनि हुन त अब उहाँ पनि एउटा संस्था भएर संस्थामा भेला गरेर संस्था मार्फत नै पठाउनु त तर व्यक्तिले उठायो नि त पैसा त व्यक्तिबाट पैसा जम्मा गरियो र अहिले त्यसरी चाहिँ राज्यको के अरे व्यक्तिगत तर्फबाट राज्यको तर्फबाट स्थानीय स्तरबाट त्यति गएर त्यहाँ एउटा गरियो। अब त्यो संस्कृतिको संरक्षण भन्नुपर्छ र भाषाको संरक्षणको लागि चाहिँ एउटा विद्यालय कहीँ विद्यालय पनि प्राथमिक स्तरको विद्यालय पनि खुलेको छ भन्ने जानकारीमा आएको छ। तर हाम्रो गाउँमा चाहिँ त्यो जनसङ्ख्याको कमीले गर्दाखेरि हाम्रो गाउँमा चाहिँ भएको छैन। त्यो संरक्षणको कुरा पनि त्यति भइरहेको छ। ओके, ठिक छ। याखाको विषयमा यति धेरै जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद होइन। मैले फेरि तपाईँलाई तानेर फेरि अस्टिनमा लिएर आउन चाहेँ मैले। हजुर, अस्टिनको बसाइ कस्तो हुँदैछ तपाईँको? अस्टिनको बसाइ लगभग मेरो अब जिन्दगीको यो चाहिँ अब उत्तरार्धै भन्नुपर्छ है। अब अहिले अब ठिकै छ। अब किनभने अमेरिकाको ठाउँमा मान्छेले चाहिँ अब कति मान्छे चाहिँ अब अस्तव्यस्त भएर अब दौरान छ होइन। 1 घन्टा समय निकाल्नलाई चाहिँ पनि धेरै गाह्रो भइरहेको अवस्थामा अब अहिले मैले अब केही संस्थाको साथीहरूको सल्लाह गरेर अनुमति लिएर अब ल म चाहिँ आज यता जान्छु है भन्दा भोलि म कहीँ जानु छ भन्दाखेरि अब सहज रूपले म त्यस्तो जानुलाई अप्ठ्यारो नि भएको छैन। अब सहज रूपले बसिरहेको छु र सबैभन्दा ठुलो उपलब्धि त के भएको छ भने म यहाँ आएपछि एउटा नेपालको मात्रै नभएर अब यो सारा संसारको एउटा आकर्षण पशुपतिनाथको मन्दिर काठमाडौँमा छ। अब त्यस्तै एउटा पशुपतिनाथ मन्दिर चाहिँ यहाँ मन्दिर खडा गरेर यसकै वरिपरि उसकै वरिपरि चाहिँ आफू रहिरहनु पाउने त्यही बास मैले पाएको छु। अब त्यसलाई ठुलो कुरो मान्नुपर्छ र
रमाइलो भइरहेछ र पूर्व मेचीदेखि उम्, पश्चिम महाकालीसम्मको नेपाली दाजुभाइहरूसँग उम्, त्यहीँ भेट हुन्छ उम्, ताकि अ, नेपालको पूर्वदेखि पश्चिमसम्म पश्चिम नेपालको सम्म साथीहरू भेट्नको लागि कि त काठमाडौँ बस्नु पर्थ्यो उम्, होइन, कि त विदेशै जानु पर्थ्यो, कहाँ के अरे मलेसिया दुबई कतार कतै जानु पर्थ्यो होला होइन, त्यहाँ भेटिन्छ। तर मैले के गेस गरेँ भने तथ्य लिएँ भने नेपालको पूर्व पश्चिमको मान्छे भेट्नुको लागि काठमाडौँ बस्नु पर्यो रहेछ। अनि यो एसियाभरिको मान्छे भेट्नको लागि चाहिँ मलेसिया बस्नुपर्ने रहेछ। मलेसियामा एसियाभरिको मान्छे भेटिन्थ्यो कि जहीँको पनि। अब चाइनाको त अब मलेसिया राज्यै हो, चाइनाको एउटा अर्को राज्य भन्दा पनि भयो मलेसिया कि, त्यस्तो सबै त्यहाँको हुन्छ। त्यस्तै इन्डियाको मान्छे त्यहीँ छ, श्रीलङ्काको मान्छे त्यहीँ छ, पाकिस्तानको त्यहीँ छ, यता यो के अरे बर्माको मान्छे त्यहीँ छ, यता क्याम्बोडियाको मान्छे त्यहीँ छ, भियतनामको मान्छे त्यहीँ छ, मलेसियामा थुप्रै छ। अनि यो साउथ एसियाको मान्छे जति जम्मै मलेसियामा भेटिँदो रहेछ। र संसारको मान्छे चाहिँ कहाँ भेट्यो? न्युयोर्कमा। न्युयोर्क बस्दाखेरि मैले भेटाएँ संसारको मान्छे, संसारको। न्युयोर्क घुम्ने त विश्वभरिको मान्छेको एउटा सपना नै, विश्वभरिको जस्तो पनि मान्छे भेटिन्छ। अनि यो हाम्रो अस्टिन पशुपति मन्दिरमा पनि नेपालभरिको मान्छे त मैले यहीँ भेटेँ। र उहाँ नेपालमा चिन्जान नभएको मान्छे, मेरो आफ्नै नातेदार मान्छे पनि यहाँ अस्टिनमा भेटेर अहिले रमाइराखेको छ होइन। नेपालमा आफ्नो निकट नातेदार मान्छे है फेरि, उहाँहरूसँग उहाँ कतै नाम सुनासुन थियो उहाँ, तर भेट भएको थिएन, तर यहाँ भेट भइयो। र अहिले त्यो एउटा अर्को उपलब्धि, त्यो पनि मान्नुपर्छ। राम्रो छ, रमाइलो भइरहेको छ। तपाईँले आफ्नो भविष्यमा चाहिँ अबको भविष्य 10 वर्ष 15 वर्षको भविष्य हेर्नु पऱ्यो भने के देख्नु छ? कहाँ पुग्नु छ तपाईँ अबको 15 वर्षमा? मैले मेरो सपना भनेको चाहिँ के छ भने, अब योभन्दा अगाडि अनेकन अब गरियो, कर्म गरियो, कृषि कर्म गरियो, कहीँ कुनै बेला सानोतिनो व्यापार पनि गरियो होला होइन। सानोतिनो व्यापार, ठुलो व्यापार होइन, सानोतिनो व्यापार पनि गरियो होला। जस्तो चाहिँ 15मा किनेर 20मा बिक्री गर्ने व्यापार पनि गरियो होला। तर सबैभन्दा धेरै कर्म गरेको चाहिँ मैले पेन्टिङ र मूर्ति नै हो। र मैले अब भविष्यमा पनि मेरो पेन्टिङ र मूर्ति बनाउने र समाजलाई एउटा नमुना देखाउने, समाजलाई एउटा आकर्षक मेरो कलाकृति देखाउने नै हो मेरो चाहिँ सपना। मेरो भविष्यको लक्ष्य पनि त्यही छ, समाजलाई समृद्ध कसरी बनाउन सकिन्छ होइन। जस्तो मैले भने नि, विभिन्न ठाउँमा मैले चाँपको एउटा स्तम्भ बनाइदिएँ, कोही ठाउँमा चाहिँ गुराँसको स्तम्भ बनाइदिएँ, कोही ठाउँमा बिरालोको स्तम्भ बनाइदिएको छु, कोही ठाउँमा मानव यो के अरे अजङ्गको या मानव त्यो पुर्खाहरूको, शहीदहरूको, राष्ट्रिय विभूतिहरूको होइन स्तम्भहरू बनाइदिएको छु नि त, बनाएको छु नि, बनाएँ। त्यो अब कति ठाउँमा के अरे सशुल्क बनाएँ, कति ठाउँमा निःशुल्क नि बनाएको छु होला। त्यो के को लागि भन्दा समाजको गहनाकै लागि बनाएँ होला होइन। अब त्यो समाजलाई समृद्ध बनाउनको लागि होला। किन कसरी मैले एउटा मूर्ति बनाएर समाज कसरी समृद्ध भयो त? मैले एउटा मूर्ति बनाउँदैमा समाज समृद्ध होला त? तर त्यो कुरा होइन, हुँदैन। तर कसरी भयो त भन्दाखेरि, त्यो मूर्ति त्यहाँ छ अरे भनेपछि कहाँ होइन, त्यो गाउँको नाम आयो नि त, आकर्षणको केन्द्र पनि बन्छ, बन्यो नि त। जस्तो काठमाडौँदेखि
तेह्रथुममा अ, घुम्न लायकको ठाउँ कहाँ अरे त? कहाँ छ? के छ त तेह्रथुममा अहिले बनेको पछिल्लो समयमा बनेको भन्दाखेरि अब एउटा प्राकृतिक रूपमा ह्यात्रुङ झरना छ अरे उम्, होइन? अनि अब सङ्खुवासभामा प्राकृतिक रूपमा के छ भन्दा मकालो हिमाल छ उम्, होइन? अहिले एउटा चाहिँ मानव निर्मित के प्रोजेक्टहरू छ त भन्दाखेरि चाहिँ अ, अरुण थडको प्रोजेक्ट छ। अब उम्, त्यो हेर्ने आउने पर्यटकहरू भए त्यो कहाँ छ भन्दाखेरि चाहिँ माथि होइन सङ्खुवासभाको उत्तरी साइड हेदाङ्नातिर छ भनेर नाम आयो। उम्, त्यस्तै अ, सङ्खुवासभामा यलम्बरको शालिग कहाँ छ अरे भन्दाखेरि चाहिँ हाम्रै अ, मामलिङ तामाफु आँखीभुई गाविसको तत्कालीन गाविसको होइन उम्, सङ्गम स्थल मणे संसारे भन्ने ठाउँमा छ अरे भनेपछि त्यो ठाउँको नाम आयो नि त। उम्, अनि समृद्ध कसरी भयो त? हेर्न आउने भयो, नाम लिएर जाने भए। उम्, त्यहाँ धेरै पैसा थुप्रेर मात्रै समृद्ध त भए मूर्तिकार कलामा लागिराख्दाखेरि तपाईँले चाहिँ नयाँ मान्छेहरू होइन यो मूर्तिकलामा लागिरहेको देख्नुहुन्न उम्, नयाँ नयाँ पुस्ताका मान्छेहरू चाहिँ कसरी चाहिँ तपाईँलाई एप्रोच गरेका छन् कि छैनन् के देख्नुहुन्छ यसमा तपाईँ? नयाँ व्यक्ति त्यही त पछिल्लो समय अब नयाँ यो मूर्ति उम्, विषयमा मूर्तिकार पेसामा धेरैजना नयाँ साथीहरू नै आइरहेको छ होइन। उम्, अब मेरो जति पनि मूर्तिकार साथीहरूसँग उम्, चिनजान भएको थियो एउटा प्रोग्राम 7 राष्ट्रको मूर्तिकार उम्, भेला भएर मूर्तिकार कार्यशाला उम्, थियो। उम्, 18 दिनमा उम्, आफ्नो क्रिएसन देखाउनु पर्ने उम्, कुन थिममा उम्, चाहिँ आफ्नो के छ थिम उम्, आफ्नो थिम प्रस्तुत गर्नुपर्ने ढुङ्गामा उम्, आफ्नो कला देखाउनु पर्ने यही गर्नुपर्छ भन्ने छैन। त्यो ढुङ्गामा मात्रै चाहे जे बनाऊ उम्, होइन समाजले पच्ने मूर्ति चाहिँ बनाउने हो उम्, होइन समाजले पच्ने उम्, मूर्ति हुनु पर्यो। सामाजिक प्रेरणा अथवा समाजमा मान्यता पाउने उम्, तर ढुङ्गामा मूर्ति जे बनाउनु सकिन्छ 18 दिनभित्रमा। फेरि उम्, ढुङ्गामा त मूर्ति बनाउनु त अब लाग्छ वर्षौँ उम्, पनि लाग्छ नि त कुनै उम्, कुनै तर 18 दिनभित्र के कति गर्न सकिन्छ। अह, अनि त्यो थियो त्यसमा भाग लिएको थिएँ मैले त्यहाँ उम्, चाहिँ विभिन्न प्रोफेसर के अरे लेक्चर साथीहरूसँग मूर्तिकार लेक्चर साथीहरूसँग भेट भयो। अनि मेरो छोरा पनि मैले चाहिँ एउटा हेल्पर लिएको थिएँ पर्सनल हेल्पर उम्, संस्थागत हेल्पर होइन पर्सनल हेल्पर संस्थागत हेल्पर पनि थियो उम्, त्यहाँ। उम्, मेरो पर्सनल हेल्पर चाहिँ मेरो छोरालाई पनि लगेको थिएँ। उम्, छोराले चाहिँ राम्रो मेहनतसाथ काम गरेको देखेर मेरो साथीहरूले चाहिँ उम्, ललित कला क्याम्पसमा लगाउनु नि उम्, छोरा त राम्रो रहेछ त उम्, राम्रो देखियो उम्, होइन हुने बिरुवाको चिल्लोपात भनेर उहाँ साथीहरूको सल्लाहमा ललित उम्, कला जोइन गएर 4 वर्ष लगाएर अहिले यसो हल्का केही मूर्तिहरू अब फाइनल उसले प्रडक्ट बजारमा चाहिँ निकालेको छैन तर उम्, ऊ मूर्तिमा केही खेल्न सक्ने ओके भएको छ। त्यो उम्, एउटा उदाहरण हो हजुर मैले उदाहरणको लागि गरेको र मेरो केही साथीहरूको उम्, छोराहरू पनि यसमा लागेको छ। उम्, अनि अब त्यो प्रसङ्गमा मेरो साथीहरूको मित्र मूर्तिकार मित्रहरूको छोराहरू पनि लागेको छ उम्, यसमा। अब यो चाहिँ गेप हुन्छ भन्ने चाहिँ छैन। अब यो उम्, निरन्तर अगाडि बढ्छ चर्चा हो चलिरहन्छ जस्तो लाग्छ उम्, मलाई। तर नयाँ आउँदै गरेकाहरूले पनि उम्, प्रेरणा चाहिँ कसरी लिने जस्तै मूर्तिकला भनेको कि तपाईँले सोखको हिसाबले गर्ने हो होइन साँच्चै नै तपाईँलाई गर्न मन लागेर गर्ने हो अथवा होइन म पैसा पनि कमाउन सक्छु करियर बनाउन सक्छु यसमा भनेर अथवा एउटा सम्मानजनक लाइफ जिउँछु भनेर जिउने हो कि होइन अब यो नयाँ आउनेहरूलाई चाहिँ तपाईँले म्यासेज दिनु पऱ्यो नयाँ आउने मूर्तिकारहरूलाई भने के म्यासेज दिनुहुन्छ त? यो नयाँ आउनेलाई चाहिँ अब ठुलो कुरो चाहिँ महत्त्वपूर्ण कुरो चाहिँ अ, आफू
मूर्ति बनाएर म धनी हुन्छु, धेरै पैसा कमाउँछु, म आर्थिक सम्पन्न हुन्छु भन्ने सपना त केही होला, तर त्यसले मात्रै चाहिँ सफल मूर्तिकार भइँदैन। सफल मूर्तिकार हुनको लागि चाहिँ हामीले मूर्तिमा आफू कति आनन्द लिन सकिन्छ, मूर्ति बनाउँदाखेरि आफूले कति त्यहाँ मूर्तिमा सुन्दरता निखारता ल्याउन सकिन्छ, त्यसमा आनन्द कति बहिन्छ होइन। त्यो हामीले चाहिँ त्यो सोचियो भने त्यो सोच्ने हो होइन। त्यो सोचियो भने चाहिँ हामी सफल मूर्तिकार हुन्छौँ। र हाम्रो मुख्य प्रश्न के पो थियो? नयाँ आउने मूर्तिकारहरूलाई मेसेज हो, यही हो मेरो मेसेज भनेको। नयाँ आउने मूर्तिकारले मैले भने मूर्ति बनाएर धेरै ठुलो धनी, धेरै पैसावाल चाहिँ धेरै सम्पन्न भइन्छ भन्ने भन्दा सफल मूर्तिकार कसरी भइन्छ भन्नेतिर लागियो भने धन पैसा पनि त्यतिकै आउँछ, आफै आउँछ कि। तर म धन पैसाको पछि लाग्छु भनेर मूर्तिकार हुन खोज्यो भने चाहिँ त्यो सफल हुँदैन होइन। सोखले हुनु पर्यो। हो, सबैभन्दा आफू शौखिन हुनु पर्यो। मूर्तिकारको शौखिन भइयो भने म कुनै पनि मलाई मूल्य चाहिएन, तर मैले राम्रो मूर्ति बनाउनु पर्यो भन्यो भने त्यहाँ त्यो आफसे आफ पैसा आउँछ, समृद्ध पनि भइएला, सम्पन्न भइएला। त्यो म आफू चाहिँ सफल मूर्तिकार हुन्छु भन्नको लागि त्यहाँ भिज्नु पर्यो कि, त्यहाँ आनन्द पाउनु पर्यो। जुनसुकै ध्यान गर्दाखेरि त्यो आँखा चिम्लिँदैमा त्यो ध्यान होइन। त्यहाँ भनेको चाहिँ अब त्यो ध्यानका विभिन्न चरणहरू होलान्। त्यहाँ ध्यानभित्र पसेपछि कसलाई भेट्ने, के देख्ने, त्यो ध्यानभित्र आँखा त बन्द भएको छ, भौतिक आँखा त, तर भित्रको एउटा मानसिक आँखा त खुल्ला हुन्छ नि त। त्यो आँखाले के देख्ने। त्यस्तै मूर्तिकारमा पनि मूर्तिकार भइसके हुने पछिल्लो पिँढीलाई म यो भन्छु कि आफू मूर्तिकारभित्र मूर्तिकलामा डुब्नुहोस् होइन। डुबेर आऊ, अनि त्यहाँ चाहिँ सबै कुरो पाइन्छ भन्न चाहन्छु। त्यही छ मेरो पछिल्लो पिँढीलाई मेसेज चाहिँ त्यो छ। निकै प्रोत्साहन लायक छ त्यो तपाईँको कुराहरू। अहिले चाहिँ तपाईँले मन्दिरमा, यहीँ पशुपतिनाथ मन्दिरमा पनि बसेर तपाईँले आफैले पनि मैले देखिरहेको हुन्छु, तपाईँले पशुपतिनाथको मन्दिर होइन, दुईवटा डिफ्रेन्ट साइजको मन्दिरको आकारकै मूर्तिहरू दुईवटा होइन, मूर्ति नै भन्नुपर्छ यसलाई, बनाउँदै हुनुहुन्छ। शिवलिङ्ग पनि तपाईँले बनाउँदै हुनुहुन्छ। मान्छेले साँच्चै नै त्यो किन्न चाहे होइन, किनेर आफ्नो घर ल्याउन चाह्यो भने त्यो कसरी तपाईँसँग सम्पर्क गर्ने, अथवा तपाईँले बेच्नुहुन्छ कि बेच्नुहुन्न यसरी? होइन, मलाई अब त्यहाँ यो अहिले ग्रेटर अस्टिन नेपाली सोसाइटी जुन टिम हुनुहुन्छ, अब टिमले मलाई त्यहाँ एउटा संस्थाको संरक्षण, त्यो परिसरलाई संरक्षण गर्नको लागि भनेर पनि मलाई अब जिम्मा दिनुभएको छ। अब म मूर्ति बनाउन आएको चाहिँ हो, तर मूर्ति बनाउनुको साथसाथै त्यहाँको पनि संरक्षण गरिदिनु पर्छ है भन्ने कुराहरू पहिले पनि भएको थियो, र अहिले त्यो अनुसार नै मैले गरिरहेको छु। र तिमीलाई यो पनि सुविधा छ कि तिमीले आफ्नो मूर्ति बनाएर बेच्न सक्छौ, मूर्ति बनाएर बेच्न सक्छौ। र हामी त्यहाँ एउटा वर्कसप उपलब्ध गराउँछौँ। केही हामीले भौतिक रूपमा साधनहरू पनि होइन, औजारहरू पनि हामी
दिन्छौँ भनेर चाहिँ भन्नुभएको थियो र दिइ पनि रहनु भएको छ केही औजारहरू र केही औजारहरू मैले आफूले पनि लगानी गरेको छु लगभग अब नेपालको हिसाब गऱ्यो भने त 22-25 लाख लगानी त मैले यहाँ गरिसकेको रहेछु होइन हजुर भौतिक के अरे आर्थिक लगानी के उम्, अब मेरो शारीरिक लगानीको कुरो छैन अब त्यति लगानी त गरिसकेको रहेछु अनि 16-17 हजारको कति त्यति नै हुन्छ होइन करेन्सीमा अहिले जाने अहिले भने। त धेरै नै छ होला होइन 25 लाख भन्दा त धेरै हुन्छ होला तर मैले किन त्यति लगानी गरेँ त भन्दाखेरि मैले यहाँको साथीहरूले नेपाली साथीहरूले नेपालको फ्लेभरको नेपाली फ्लेभरको कला नेपाली हातले बनाएको एउटा ह्यान्डिक्राफ्ट ह्यान्डमेड भनौँ न हस्त निर्मित वस्तुहरू मन पराउनु हुने रहेछ अनि त्यो बनाइदिनु मलाई पनि बनाइदिनु भनेर चाहिँ धेरैजनाले लगभग अहिले 20-25 जना चाहिँ 25 जना भन्दा धेरै लिस्टमा हुनुहुन्छ उहाँले कतिले मलाई चाहिँ बैना स्वरूप पैसा पनि दिइराख्नु भएको छ तर मैले उहाँहरूले मागेको सामान मैले डेलिभर गर्न भ्याइराखेको छुइनँ किन हाम्रो कमिटी हाम्रो समितिको योजना अनुसार पुरानो वर्कसप भत्काएर नयाँ घर ल्याउने एउटा योजना भयो नि त्यो गर्दाखेरि चाहिँ अब वर्कसप भत्किएको त्यहाँबाट अनि त्यो सामानहरू स्थानान्तरण गर्दा 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 अहिले त्यसैमा मेरो दिन बितिराखेको छ अब केही समयपछि म नेपाल पनि यसो केही हप्ताको लागि जाने प्लान गरिरहेको छु र अहिले अब नेपालबाट नेपाल जानु अगाडि एक दुईवटा सामानहरू चाहिँ केही डेलिभर गर्छु कि भन्ने पनि लागिरहेको छ भ्याएँ भने अब भ्याइनँ भने ठिकै छ अब कतिपय साथीहरूलाई चाहिँ नेपाल गएर आएर चाहिँ म अब सबै सामानहरू डेलिभर गर्छु भनेर पनि भनिरहेको छु कोही मान्छेले होइन एकदम कस्टमाइज आफैले मन लागेको ठ्याक्कै मलाई यस्तै मूर्ति चाहियो भनेर आयो भने तपाईँले मूर्ति बनाउन सक्नुहुन्छ मैले अहिले गरिराखेको चाहिँ अब कसै साथीहरूले अहिले पशुपतिनाथको जुन मन्दिर छ त्यो मन्दिरकै आकारको सानो मन्दिर हातले एकजनाले उचाल्न सकिने अथवा दुईजनाले उचाल्न सकिने मन्दिर चाहिँ तयार गरिरहेको छु त्यसको चाहिँ एउटा फर्माहरू बनाइराखेको छु फर्मा चाहिँ लगभग कम्प्लिट गरिसकेँ अब उत्पादन प्रडक्ट गर्नु चाहिँ बाँकी छ है अब जसले जस्तो एउटा डिजाइन लिएर आउनुहुन्छ अब त्यो डिजाइन हेरेर त्यो डिजाइन अनुसार मैले बनाएर दिन सक्छु बनाइदिन्छु अब त्यही हो मेरो चाहनेले मेरो सम्पर्क नम्बर अथवा ग्रेटर रसिनको कोही सदस्यको नम्बर लिएर जान सक्नुहुन्छ म तयार गरिदिन्छु ओके द्याट्स नाइस तपाईँले अबका दिनहरूमा पनि अथवा अब आउने पिँढी अथवा जुनै भनौँ न भविष्यमा मान्छेले तपाईँले कसरी मलाई चाहिँ यसरी पहिचान गरोस् भन्ने जस्तो लाग्छ तपाईँले चाहिँ मेरो पहिचान त अब मलाई चाहिँ एउटा मूर्तिकारको रूपमै अब चिनिन चाहेँ होइन अब पहिला सामाजिक व्यक्तित्वको रूपमा चिनिन चाहन्थेँ अब सामाजिक व्यक्तित्व हुँदाहुँदै कतिपय समयमा एउटा सामाजिक कार्यहरू पनि गरियो कोही बहालमा रहेर गरियो कोही अब बहालमा नरहे पनि सामाजिक कार्यहरू गरियो र अहिले पछिल्लो समयमा पनि अब सामाजिक कार्यहरू पनि सामाजिक सेवाको कामहरू पनि अब गरिराखेको छु सानोतिनो ठुलो त होइन म आफू अनुसारको होइन अब सामाजिक सेवा भनेको आफू त्यहाँ श्रमदान गर्नु नै हो नि त होइन अथवा केही दान गर्नु अन्नदान गर्नु होइन अनुदान गर्नु होइन
अ, जे आफूले सकिन्छ। त्यो सामाजिक कार्यमै गनिन्छ नि त होइन। जस्तो हजुरले पनि गरिराख्नु भएको छ, तपाईँले पनि अब सामाजिक सेवा गरिराख्नु भएको छ नि। हजुर। त्यस्तै म पनि गरिरहन चाहन्छु र गरिराखेको छु। र तर म चाहिँ कुनै नेता भएर होइन, मूर्तिकार भएर नै चिनिरहेको अब छ। मैले अहिलेसम्म गरिरहेको छु होइन। अब अहिले भविष्यमा पनि म मूर्तिकार भएरै समाज सेवा गर्ने मेरो विचार छ। थ्याङ्क यू दाइ आइदिनु भयो। यति मिठा मिठा कुराहरू, यति मिठा मिठा जानकारीहरू हामीलाई दिनुभयो। आफ्नो समयको लागि यहाँलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अरू केही मेसेज चाहनुहुन्छ अन्तिममा? मेरो धेरै कुराहरू अब मैले जे भन्ने कुराहरू यस्तै नै थिए। अब मेरो म्यासेज यस्तै नै म्यासेज हुन्छ र अब मेरो भन्नै पर्ने छुटाउनै नहुने म्यासेज भनेको अब यहाँ रहनुहुने जति पनि नेपाली दाजुभाइहरू साथीभाइहरू सँग म यहाँ पनि नेपालमा मूर्ति बनाइराखेको थिएँ। अब मैले यहाँ पनि बनाउँदै छु। मूर्तिहरू बनाउनलाई यहाँ पनि मैले सुरु गरेको छु। र नेपालमा अब नेपाल चाहिँ छोडेर बिर्स्यो है भन्ने चाहिँ कसैले पनि नसम्झिदिन होला। म नेपाललाई सम्झिराखेको छु र अहिले पनि यहाँबाट पनि मैले नेपालमा गर्नु सक्नेसम्म केही योगदानहरू गर्न चाहन्छु र गरेको पनि छु र अबको दिनमा पनि गर्नेछु। म नेपाललाई बिर्सेको छैन पनि भन्न चाहन्छु। ओके, ल थ्याङ्क यू दाइ। ल थ्याङ्क यू एभ्रिवान।